नेपालको पूर्वी पहाडी भेगमा बसेको छ यस्तो सुन्दर ठाउँ, जुन ठाउँ पुग्दा यस्तो लाग्छ कि कुनै अलग्गै दुनियाँ आइपुगे चाहिँ। अझ भनौँ स्वर्गको कुनै एक टुक्रा पृथ्वीमा झरे चाहिँ। यो यस्तो ठाउँ हो जहाँबाट दन्ते लहर चाहिँ टिलिक्क टल्किने हिमाल अनि त्यो हिमालको हिउँ पग्लिएर झर्ने झरनाहरू आफ्नै आँखाको अगाडि देख्न सकिन्छ। साथै अरुण वरुण नदीका सुसेलीसँगै वारिपारीको सुन्दर फाँटहरू, खेतीयोग्य जमिनहरू र त्यहाँ आसपासमा बसेका सुन्दर सुन्दर गाउँ बस्तीहरू पनि निहाल्न सकिन्छ। यो यस्तो ठाउँ जहाँ प्रकृतिसँग रमाउन कुनै ऋतु कुर्नु पर्दैन। चैत मासको खडेरीमा पनि यसरी रङ्गीचङ्गी फुलहरू मुस्कुराइदिन्छन्। जुन ठाउँ हो चाइनाको तिब्बतसँग सिमाना जोडिएको ठाउँ किमाथाङका। जुन यस्तो ठाउँ हो जहाँ पर्यटकी हिसाबले अथाह सम्भावना बोकेको ठाउँ भएर पनि एकदमै पछाडि परेको छ। यतिसम्म पछाडि कि जहाँ कुनै पनि मोबाइल नेटवर्कले काम गर्दैन, मोटर बाटोको सुविधा पनि छैन। यहाँका स्थानीयहरू जीविकोपार्जन गर्नको निम्ति चाइनासँग निर्भर हुनु परेको छ। आखिर त्यति शक्तिशाली चाइनाको सिमाना भएर पनि आखिर किन पछाडि पर्यो त? हामी किमाथाङकासम्म पुगेर त्यहाँको अवस्थाको बारेमा देखाउनेछौँ। किमाथाङका सिमानासम्म पुर्याउनको निम्ति आर्मीले खन्दै गरेको अक्करे भिरको पछिल्लो अवस्था देखाउनेछौँ। आज हामी यही आर्मीले खन्दै गरेको डरलाग्दो अक्करे भिरको बाटो छिचल्दै यात्रा तय गर्दैछौँ। हजुरहरूले योभन्दा अगाडिको भिडियो इटहरीदेखि सङ्खुवासभाको खाँदबारी हुँदै लिङ्गमसम्मको भिडियो योभन्दा अगाडि हेरिसक्नु भएको छ। छुट्नु भयो भने च्यानल भिजिट गर्नुहोला। आजको यो भिडियो अन्तिमसम्म हेरी किमाथाङका पछाडि पर्नुको मुख्य कारण के होला आफ्नो अमूल्य प्रतिक्रिया राख्नुहोला। त्यस्तै च्यानलमा नयाँ हुनुहुन्छ यदि भने सब्सक्राइब गर्नुहोला भन्दै आजको यो यात्रा चाहिँ हामीले लिङ्गम गाउँदेखि अगाडि बढाउँदैछौँ। ओह माय गॉड, हाम्रो टिबेटसँग चाहिँ लगभग सबै कुरो मिल्छ। ओह माय गॉड, एक हातले चाहिँ यता रिल्स खिचिरहेको छु अनि गोप्रोबाट चाहिँ भिडियो युट्युबको लागि भइरहेको छ। बाबाले दामी यो भिड। तिब्बतसँग मिल्छ संस्कारहरू, यहाँको भाषा पनि मिल्छ। भाषा हाम्रो भाषा बुझ्छ, तर त्यहाँको डेन्दाङ भने मान्छे त हामी सेम त हो नि, सबै ड्रेस हामी सेम लाउँछ। मिठो चियाको चुस्कीसँगै गुड मर्निङ अनि नमस्ते। यतिखेर चाहिँ म लिङ्गम भन्ने ठाउँमा छु। यो चाहिँ किमाथाङका रुटमा पर्छ। एउटा सुन्दर गाउँ, अत्यन्तै सुन्दर छ यहाँको गाउँको दृश्य निहाल्दाखेरि पनि मनै आनन्दित हुने खालको। र हामी बसेको थियौँ यो होटलमा र अत्यन्तै सुन्दर छ यहाँको होटल र खाना बस्नुको सुविधा पनि बवाल दामी लाग्यो। म चिया नखाने मान्छे पनि यहाँ ब्ल्याक टी बवाल दामी दिनुभएको छ। अब हामी तपाईँहरूलाई यो ठाउँको बारेमा केही जानकारी गराउँछौँ र होटलको दाइसँग पनि केही इन्फर्मेसन लिन्छौँ। अनि त्यस पछाडि हाम्रो यात्रा यहाँदेखिको सुरु हुन्छ। अब कस्तो हुन्छ आजको यात्रा अन्तिमसम्म हेर्नुहोला। तपाईँहरूलाई विभिन्न ठाउँको बारेमा रोचक जानकारी दिने नै छौँ। र यो ठाउँ अत्यन्तै सुन्दर लाग्यो हामीलाई चाहिँ। खाना बस्नुको सुविधा पनि बवाल दामी थियो। र हिजो हामी अगाडि कटिसकेको थियौँ, फेरि रिटर्न आएर चाहिँ ओह्रालो झरेपछि यो गाउँ भेटियो। किनभने बाटोले चाहिँ यहाँ माथिबाट बाइपास गरेको रहेछ यो ठाउँलाई। र यति सुन्दर ठाउँ छ, यहाँ बस्न पाउँदा अत्यन्तै खुसी लाग्यो। अब हामी होटलको दाइसँग केही इन्फर्मेसन लिन्छौँ अनि अगाडि बढ्छौँ। नमस्कार, टेसी दिले, म लाखपाइसाक लुमी, पोटखोला गाउँपालिका वडा नम्बर 2 लिङ्गाङ निवासी। अनि यहाँहरू सम्पूर्णलाई हाम्रो यो पोटखोला गाउँपालिकामा यहाँहरूलाई स्वागत गर्न चाहन्छौँ। विशेष गरी हाम्रो यो पोटखोला 2 नम्बर वडामा चाहिँ यहाँ चाहिँ विशेष गरी दुईवटा ठुल्ठुला हाइट पावरहरू बन्दैछ। किमाथाङका अरुण, अप्पर अरुण, अनि त्यसपछि सानो सानो दुईवटा छुजुङ हाइट पावर अनि भाकाङ हाइट पावर अनि विभिन्न
हाइटो पर्वहरू यो यहीँ हाम्रो वडा नम्बर 2 मा बन्दैछ। अनि विशेष गरी हाम्रो यहाँ चाहिँ एउटा हाई स्कुल छ, +2 सम्म छ। अनि यहाँ चौकी लिङ्गाङमै छ, एउटा प्राइभेट बोर्डिङ स्कुल छ, अनि एउटा प्राइभेट हस्पिटल छ हाम्रो यहाँ। अनि विभिन्न हरेक कुरामा सुविधा अन्य ठाउँभन्दा निकै सुविधाहरू छ। अनि लिङ्गाङमै विभिन्न होटेलहरू पनि छ, 4-5वटा होटेलहरू छ। अनि त्यसपछि कति घर हुनुहुन्छ यहाँ लिङ्गममा चाहिँ लगभग 26-27वटा घर छ। अनि यहाँ नजिकै एउटा पर गाउँ पनि देखियो नि गहिरोमा। यहाँ तल ठ्याक्कै लिङ्गाङभन्दा मुनि चाहिँ एउटा चेपुवा गाउँ छ। त्यहाँ चाहिँ लगभग 111 घरधुरी जस्तो घरधुरी छ। अनि त्यसको ठ्याक्कै पारिपट्टि रुकुमा गाउँ छ। अहिले त्यहाँ चाहिँ पौज मार्ग को रूपमा बन्दैछ, कामहरू सुरु हुँदैछ भने। अनि यसको ठ्याक्क माथि लिङ्गाङभन्दा माथि चाहिँ एउटा याङगुठी गुम्बा, एउटा गुम्बा छ, गुम्बा गाउँ भन्छ। त्यहाँ चाहिँ विशेष गरी पुरानो एउटा गुम्बा छ, त्यसको एउटा विशेष महत्त्व बोकेको एउटा गुम्बा छ। के थरी बसोबास गर्नुहुन्छ यता? यो ठाउँमा चाहिँ भोटे जातिहरू मात्रै बसोबास छ। यो ठाउँमा चाहिँ कुनै पनि अन्य जातिहरू छैन। यहाँ आफ्नो मौलिक भाषा, आफ्नो कल्चर, आफ्नो वेशभूषा रहेको छ। भोटे जातिको आफ्नै भाषा छ, आफ्नै भाषा छ। त्यो भाषा चाहिँ तिब्बती भाषासँग मिल्छ? तिब्बती भाषासँग अलिअलि केही शब्दहरू मिल्छ, बुझिन्छ। तर अब ठ्याक्कै त्यसको चाहिँ मिल्दैन। तर तिब्बतीसँग चाहिँ निकै नजिक रहेको छ हाम्रो भाषा चाहिँ। हजुरको होटलको नाम के हो ठ्याक्कै भन्नु? मेरो होटलको नाम चाहिँ मेङ्गा गेस्ट हाउस भनेर राखेको छु। अनि सम्पर्क नम्बर पनि उपलब्ध गराइदिनु सहज हुन्छ। आउन चाहनुहुन्छ भने 9862183177 9862183177। र के कस्तो सुविधाहरू छ? जस्तो अब खाना बस्नको सुविधाहरू कस्तो छ? अब घुम्न आउनेहरूको लागि त त्यही जिज्ञासाको विषय हुन्छ होइन? विशेष गरी हाम्रो यहाँ चाहिँ तपाईँहरूले अगाडि नै अर्डर गर्नुभयो भने लोकल कुखुरा अनि लोकल खाना, विशेष गरी हाम्रो यहाँ चाहिँ कोदो एकदमै राम्रो उत्पादन हुन्छ, लोकल कोदो। अनि कोदोको ढिँडोहरू अनि फापरको रोटीहरू। अनि यसको रेटहरू चाहिँ के कसो छ रुमको खानाको? अन्य ठाउँभन्दा निकै नै अब हामीले चाहिँ रुम 2 थरीको हामीले रुमहरू छ। एउटा पैसा तिरेर बस्न चाहनुहुन्छ भने रुमको जस्तै अब रातको 1500, 2000, 3000 सम्मको रुम छ भने एट्याच बाथरुम सहित। कुनै चाहिँ अब खाना मात्रै खाएर सुत्ने रुमहरू पनि छ। त्यसले गर्दाखेरि त्यो 2-3 थरीको रुमहरू कतिपय ठाउँमा आफ्नो अनुसारको। मान्छे खाना खाएपछि फ्रीमा सुत्न पाइयो? सुत्न पनि पाइयो। फेरि म होइन, म पैसा झ्याप्प तिरेर अलिकति आनन्दले लग्जरी रुममा सुत्न चाहन्छु भने पनि भन्दा पनि छ। र अब कतिपय ठाउँमा चाहिँ जाडोले गर्दाखेरि अलिकति अब बाहिर जान अलिकति गाह्रो हुन्छ भने एट्याच बाथरुम सहितको पनि यो ठाउँमा सुविधा छ। कसरी छ रेट चाहिँ खानाको? खानाको अब सादा खाना 200, 250 अनि मासु भात 300 अनि 300, 350 सम्म। अब यहाँदेखिको हामी अब खादबारीदेखि आयो, लिङ्गाम भन्ने ठाउँमा बस्यो। यहाँदेखि कुन कुन गाउँ आउँछ? अब लिङ्गाङदेखि उता च्याम्ताङ गाउँ छ, त्यहाँ पनि ठुलो एउटा गाउँ छ, ठुलो बस्ती छ। अनि त्यसपछि पारिपट्टि ठ्याक्कै एउटा हृदाक भन्ने गाउँ छ। त्यो ठाउँमा जान पनि सक्नुहुन्छ। त्यो ठाउँमा पनि फेरि एउटा नाभा जातिहरू छ। नाभा छुट्टै जातिहरू छ त्यहाँ। हाम्रो भाषासँग भोटिया भाषासँग लगभग मिल्छ, सबै प्राय मिल्छ। तर हाम्रो अब सबै कुरो मिल्छ। तर त्यहाँ चाहिँ छुट्टै भाषा बोल्ने एउटा हृदाक भन्ने ठाउँमा त्यो छ भने थुदाम भन्ने ठाउँमा पनि हाम्रो टिबेटसँग चाहिँ लगभग सबै कुरो मिल्छ।
थुदाम भन्ने गाउँ चाहिँ यहाँबाट पुग्नलाई 2 दिन लाग्छ पैदल मार्ग भने रिडाक भन्ने चाहिँ 4 घण्टा 5 घण्टामा र हामी किम्माथाङका यात्राको लागि चाहिँ ठ्याक्कै कुन ठाउँसम्म जान सकिन्छ यात्रा गर्नलाई चाहिँ चामदाङदेखि यता छुमुसुर हुँदै हामी जानुपर्ने हुन्छ अनि छुमुसुरदेखि यहाँदेखि छुमुसुर पुग्नलाई 2 घण्टा 3 घण्टामा हामी छुमुसुर पुग्छौँ भने यहाँदेखि लिङ्गमबाट गएर छुमुसुरमा खाना खाएर फेरि हामी किमाथाङका हामी जान सक्छौँ किमाथाङका यहाँबाट चाहिँ पैदल मार्ग हो भने हिँडेर जानुहुन्छ भने तपाईँहरू 4 घण्टा बढीमा 4 घण्टा अथवा 4.5 घण्टामा चाहिँ हामी अहिलेको यो समयमा चाहिँ किमाथाङका पुग्न सक्छौँ यहाँदेखि कि छुमसुरदेखि यहाँदेखि भनेपछि त आज पुगिने रहेछ हामी आज मजाले तपाईँहरू एकदमै बेलामा पुग्नुहुन्छ तालहरू विशेष गरी हाम्रो यो क्षेत्रमा चाहिँ कतातिर जस्तो ताल ठ्याक्कै यो अब यहाँबाट लगभग हाम्रो लिङ्गाङबाट चाहिँ 1.5 दिनको बाटो हिँड्नु भयो भने त्यहाँ चाहिँ विभिन्न लेकहरूमा तालहरू छ त्यो ठाउँमा यार्चा गुम्बाहरू पाइन्छ विभिन्न वन्यजन्तुहरू कस्तुरीहरू तपाईँहरू हेर्न चाहनुहुन्छ भने हाम्रो यो ठाउँमा पनि माथि पाइन्छ हामीले बाइक चाहिँ ठ्याक्कै कहाँ राख्छ छुमसुरभन्दा अलि अगाडि जान्छ छुमसुरभन्दा अलि उता जान्छ किनभने त्यहाँ कामहरू गर्दैछ के गाउँ हुन्छ त्यो त्यहाँ ट्याक ओपनहरू अनि बाटो चौडाहरू गर्ने त्यहाँ टोलीहरू हुनुहुन्छ नेपाली सेनाको टोलीहरू हुनुहुन्छ उहाँहरूले कुन ठाउँसम्म तपाईँहरूलाई अनुमति दिनुहुन्छ त्यहाँसम्म चाहिँ हाम्रो बाइक चाहिँ जान सक्नुहुन्छ भने गाडी पनि छुमुसुरभन्दा अलिकति परतिरसम्म गाडी पनि भएको बेला चाहिँ त्यहाँसम्म पनि पुगिन्छ हस् जानकारी गराइदिनु भयो धन्यवाद धन्यवाद दर्शकबिन तपाईँहरूले यो ठाउँको बारेमा जानकारी पाइ नै हाल्नुभयो यो ठाउँ अत्यन्तै सुन्दर छ र पर्यटकीय हिसाबले पनि धार्मिक हिसाबले पनि अत्यन्तै महत्त्व बोकेको ठाउँ यो ठाउँमा अरुणको दृश्यहरूसँगै यो सम्म परेको ठाउँमा चाहिँ जुरुप्प बसेको गाउँको दृश्य निहाल्न सक्नुहुन्छ र ठुला ठुला पोखरीहरू वन्यजन्तुहरू विभिन्न चाहिँ तपाईँहरूले चाहिँ दृश्य निहाल्न सक्नुहुन्छ भने यहीँनिर हाइड्रो पावर पनि बन्दै रहेछ बवाल सुन्दर लाग्यो हाम्रो ठाउँ हाम्रो यो लिङ्गम भन्ने गाउँ र यता अगाडि चेपुवा भन्ने गाउँ रहेछ बवाल सुन्दर छ र यो गाउँको दृश्य निहाल्दै अब चाहिँ हामी यहाँबाट यात्रालाई अगाडि बढाउँछौँ यहाँ चाहिँ चाइनातिरकै चाउचाउ यसरी चाहिँ मसला यो चाइनाकै चाउचाउ हो चाइनिज सबै ए भनेपछि यहाँ त प्रायः चाइनातिरबाट चाहिँ सामान ल्याउनुहुन्छ कि बढी जसो चाइनाबाट पनि प्रायः ल्याउँछ यो चाहिँ किनभने नेपालबाट आउनुभन्दा चाइना जान नजिक पर्दो रहेछ नजिक यहाँबाट अब 3-4 घण्टामा पारी पुगेर अब यो चाहिँ गुन्द्रुक यो चाहिँ सस हो यो कति अब तपाईँले अलिकति मनपर्छ मात्रै सस अलिकति यतिले हुन्छ ल अब यसमा तातो पानी हाल्यो अनि 3-4 मिनट भिजायो अनि त्यसपछि अब पानी पनि कति आवश्यक पर्छ त्यो अनुसार भन्नु टक्कै यसलाई छोपो एकछिन एकछिन छोपौँ यसरी चौकी अनि सशस्त्र प्रहरी बल छ टोली यहाँबाट लिएको तपाईँले लिएको त सामान साथ दिनुपर्छ पर्दैन अहिले चाहिँ अहिलेसम्म परेको छैन तर सिस्टम छ अनि भन्सार कार्यालय यहाँ छन् छ तर अब जिल्लामा बसेर चलाउँछ अरे तर यहाँ बस्नुपर्ने हो हामीले कति रिक्वेस्ट गरेर पारीबाट एउटा तल बगरमा भोट देख्नुहुन्छ त्यो बगरमा भवन पनि बनाइदिएको थियो हाम्रै अनुरोधमा त्यो एउटा ठिक्कको त्यो भवन बनाइदिएको थियो भन्सार अनि त्यसबाट एउटा तल बगरमा भोट देख्नुहुन्छ त्यो बगरमा भवन पनि बनाइदिएको थियो हाम्रै अनुरोधमा त्यो एउटा ठिक्कको त्यो ल दाइहरू राम्रोसँग बस्नु है बाइक खतरा आइपुग्यो अरे दाइ
यो ठिकै हो अँ। तपाईँको त गाह्रो नि खोला बगर जस्तो रहेछ। यता चाहिँ सजिलो छ यता पछाडि चाहिँ हो गाह्रो है हाम्रो एरिया आइपुगेको छ सजिलो हो ए खाएको त छुइनँ। ल दिदीहरू बस्नु है। ओइ माशाअल्लाह ल दाइ लाग्यो। त्यसको बाजे सुरुमै ड्याममै ठोकिन्छ त हो। ल साथीहरू हामी चाहिँ लिङ्गमदेखि अगाडि बढ्यो र यो चाहिँ लगभग समुद्र सतहदेखि 2200 मिटरको हाइटमा छ र अबको हाम्रो यात्रा सुरु भयो। हेरौँ अब कस्तो छ बाटोको अवस्था जानकारी हामी दिने नै छौँ। लिङ्गम गाउँ अत्यन्तै राम्रो लाग्यो। यहाँको बसाइको स्थिति र यहाँको मानिसहरू पनि अत्यन्तै हेल्पफुल अत्यन्तै मतलब राम्रो लाग्यो र अब के गर्ने छुट्नै मन त थिएन र पनि छुट्नै पर्यो हैन। अब हामी त गन्तव्यविहीन यात्री हौ। अब कहाँ जाने हो टुङ्गो हुँदैन नि त हाम्रो त। हेर्नु त यस्तो राम्रो गाउँ ड्याममा बसेको फाँटिलो जमिनमा यो दृश्य निहाल्दै हामी अब माथि हाइवे भेट्छौँ अनि त्यसपछि जान्छौँ जुन चाहिँ कोशी राजमार्ग हो, जुन चाहिँ 3 देशलाई जोड्ने सबैभन्दा छोटो राजमार्ग र यो चाहिँ चाइनासँगको बोर्डर इन्डिया भारत र नेपाल अनि चाइना जोड्ने छोटो मार्ग हो यो चाहिँ। हामी चाहिँ यसरी ठ्याक्कै यो कोशी राजमार्ग टच भइसकेका छौँ। हिजो चाहिँ यहाँ अगाडि पुगेको छ राति अगाडि पुगेछ अनि घुरेर यहाँ बसेको थियौँ हामी। अब सर र यहाँदेखिको यात्रा सुरु र बाटो यस्तै छ राम्रै छ भन्ने जानकारी प्राप्त भयो हामीलाई। यसरी भारी बोकेर आइरहेको देखिन्छ नि यसरी खच्चडहरू सर। कहाँदेखि ल्याउनु भएको दाजु? कहाँ? च्याम्ताङबाट। ए च्याम्ताङबाट यता चाइनाको सामानहरू यसरी खच्चडलाई हालेर बोकाएर ल्याइने गरिन्छ किनभने बाटोको अवस्था यस्तो छ। अलिकति यो ट्र्याक ओपन भइसकेको छ, थोरै चाहिँ सरकारले बल गर्ने हो भने यो बाटोमा 24 महिना गाडी कुद्न सक्ने चाहिँ देखियो। तर त्यो हामी लिङ्गमबाट अगाडि बढिसके पछाडि यहाँ यस्तो सुन्दर गाउँ देखियो। दुवालोले अलिकति भिजिबिलिटी अलिक कम गरेको छ तर पनि अत्यन्तै सुन्दर देखिएको छ। हामी यहाँको दृश्य निहाल्दै नेपाली राइडर टिम अगाडि बढ्दैछ। हामी लिङ्गम गाउँबाट थोरै अगाडि आएपछि एउटा सुन्दर गाउँ भेटियो। यो गाउँ पनि अत्यन्तै सुन्दर र हरियाली देखिरहेको छ, अत्यन्तै हराभरा देख्न सक्नुहुन्छ। धेरै नै बाक्ला घरहरू छन् यहाँनिर र अत्यन्तै सुन्दर। यो ठाउँमा निर्माणको कामहरू पनि भइरहेको छ र यो अप्पर अरुण हाइड्रो पावरको ड्याम साइट पनि हो र यहाँको सुन्दर दृश्यहरू निहाल्दै हामी चाहिँ अगाडि बढिरहेका छौँ। साथीहरू च्यानलमा सब्सक्राइब चाहिँ गर्नुहोला नयाँ हुनुहुन्छ भने र छुट्नु भएको छ भने सब्सक्राइब गर्नुहोला। प्लस तपाईँहरूको आफ्नो गाउँ ठाउँको जिल्लाको नामहरू पनि समावेश गर्दै जानुहोला। अब तपाईँहरूले जानकारी दिनुभयो भने आउने हो यो ठाउँको बारेमा। अब मेरो आफ्नो जिल्ला हो, त्यो भएको कारणले गर्दा मलाई जानकारी थियो,
त्यो भएर म यता आएँ भने तपाईँहरूले पनि जानकारी दिनुभयो भने त्यो मनमा रहिरहेको छ क्या त्यो ठाउँ जानुपर्ने थियो भन्ने कुरा। त्यो भएर सब्सक्राइब गर्नु होला र केही न केही लेखिदिनु होला कमेन्टमा। यो चाहिँ हामी लिङ्गम गाउँदेखि लगभग 4 किलोमिटर जति अगाडि आयो। अनि यो सुन्दर गाउँ, त्यो गाउँको नजिकै आर्मी क्याम्प पनि रहेको रहेछ। अलिकति यतातिर अब आर्मीहरूले बाटो निर्माण गर्दै गरेको हुनाले गर्दाखेरि आर्मीहरूसँग समन्वय गरेर हिँड्नुपर्ने भन्ने पनि हामीले जानकारी पाएका थियौँ। देख्न सक्नुहुन्छ यो भिरहरू सबै ब्लास्टिङ मार्फत चाहिँ ब्लास्ट गरेर अनि यसरी चाहिँ अगाडि बाटोहरू लगिएको छ। अत्यन्तै डेन्जर भिरहरू चट्टानहरू काटेर चाहिँ नेपाली सेनाले चाइना जाने बाटो यसरी बनाउँदैछ। देख्न सक्नुहुन्छ अत्यन्तै डेन्जर यो भिर। साथीहरू यहाँदेखि उँधो त पुरा सातो जाने खालको भिर छ। यस्तो डेन्जर भिर छ, यस्तो डेन्जर भिर छ कि कुरै नगरौँ। आम्मामामा ओहो माई गॉड, चाइना जाने बाटो। ओ माई गॉड, तल सिधै अरू नदी, उँधो हेर्नै सकिँदैन। सातो जाने खालको भिर छ साथीहरू। ओहो हो, ओ माई गॉड यो हो नि त जिन्दगीमा असली मजा। उहु, सही एक्सप्लोर भनेको यो हो क्या। ओ माई गॉड, त्यो हेर्दैखेरि ढुङ्गाहरू झर्ला जस्तो छ यार। यो ब्लास्टिङ गरेर झारेको भिरहरू होला। ओहो हो, ढुङ्गाहरू पनि झरिरहेछ भुइँभरि। आम्मामा डेन्जर भिर यार। यस्तो बाटोबाट हामीले कुदाउनु पर्ने। ओहो हो, सातो जाने खालको भिर छ त यार। ओहो हो 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 हो, ओहो हो, यहाँ हेर्न सक्नुहुन्छ उँधो यहाँ। आम्मामामामा डेन्जर यार। हेर्नु त भिर, हुहु भिर। के अरे यही भिर होला सायद फुटाको अस्ति। हामी यो डरलाग्दो अखरको भिरको बाटो हेरेर फेरि अखरको भिरै जाँदैछौँ। यो उँधोपट्टि हेरि नसक्नुको भिर छ। अत्यन्तै डेन्जर भिर कोपेर चाहिँ यसरी बाटो निर्माण गरिँदै रहेछ तपाईँहरूलाई जानकारीको लागि। र यहाँ देख्न सक्नुहुन्छ यो सबै यो भिरहरू ब्लास्टिङ गरेर चाहिँ यसरी पत्र यसरी निकालेर चाहिँ बाटो निर्माण गरिएको छ। अत्यन्तै सावधानी भएर हिँड्नु होला तपाईँहरू। यहाँ ढुङ्गा झर्दै गरेको पनि हुनसक्छ। हेर्दैखेरि डरलाग्दो अखरे भिरबाट अलिकति अगाडि लागिसक्यो हामी। यता चाहिँ केही मात्रामा सजिलो जस्तो महसुस भइरहेको छ हामीलाई। र हामीलाई हिँड्न पनि अत्यन्तै डर लागिरहेछ। मुटु कस्तो चिउ भइरहेछ, मुटु चिउ टाइपको, मतलब डर लागिरहेछ क्या। उतो तल्लो लेकबाट कुदाउनको लागि चाहिँ। हेर्नु न फेरि अर्को उस्तै भिर आयो। आम्मामामामा दर्शक पनि हामी लगभग लिङ्गमदेखि 10 किलोमिटर अगाडि आएपछि यस्तो सुन्दर दृश्य देख्यो। अगाडि हिमाल देखिरहेको छ। हामीले हिमालको सिन देखिरहेका छौँ भने यता तलतिर कोशी बगिरहेको देख्न सक्छौँ। अरुण नदी यहाँनिर जुन तपाईँहरू देख्न सक्नुहुन्छ भने अरुण नदीको पुरै मुस्लो पानी देख्न सक्नुहुन्छ भने यतापट्टि चाहिँ यस्तो चट्टानहरू यसरी फोरेर चाहिँ अहिले झर्ला जस्तो चट्टानहरू यहाँनिर देखिरहेका छौँ। यस्तो चट्टानहरू चाहिँ फोरेर बाटो अगाडि लगिएको छ। र यता पारि पनि
यसरी चाहिँ चट्टान फोरेर बाटो अगाडि लगिएको रहेछ। डेन्जर भिरहरू छिचल्दै हामी निरन्तर यात्रा अगाडि बढाइरहेका छौँ। हामी एउटा भिर कटेर फेरि अर्को उस्तै अक्करै भिर आयो। यस्तो भिरको परेर खनेको बाटोबाट चाहिँ हामी यसरी हिँडिरहेका छौँ। बाटो भने सजिलै छ, तर माथिको दृश्य र उँधोपट्टि यसो आँखा लाइयो भने चाहिँ सातोले ठाउँ छोड्छ। अत्यन्तै डेन्जर। तल र माथि चाहिँ आँखा नलाइ बाटोमा मात्रै हेरेर हिँड्दा चाहिँ ठिकै हो। उँधोपट्टि त झन् डिलमा गएर हेरिसक्नु अवस्था छैन। यस्तो डेन्जर बाटो लाइफमा कहिल्यै हिँडेको थिइनँ यार। यस्तो बाटो त हामी मनाङ मुस्ताङ हुम्ला जुम्ला भन्छन्, त्यता झन् कस्तो होला बाटो। यो चाहिँ मनाङ मुस्ताङ हुम्ला जुम्ला भन्दा पनि डेन्जर लाग्यो मलाई त यो। यसै पनि नेपाली सेनाले भर्खर यहाँ त झन् भर्खर मात्रै ब्लास्टिङ गरेको रहेछ। देख्न सक्नुहुन्छ आलो छ बाटोहरू पनि। ओ माई गॉड, यो दृश्य हेर्न सक्नुहुन्छ। अति नै कहाली लाग्दो यो अक्करे भिर छिचलेर हामी निरन्तर अगाडि बढिरहेका छौँ। दर्शकबिन च्यानललाई सब्सक्राइब गर्नु होला। हामीले धेरै दुःख कष्ट गरेर चाहिँ हामीले रिस्क मोलेर यसरी ल्याएका छौँ। इनकेस यहाँ टायर मात्रै पम्चर भयो भने पनि यो बाइकलाई चाहिँ यहीँ फालेर हिँड्दा उचित हुन्छ। बनाउन सक्ने ठाउँ छैन, लान कुनै पनि हालतमा सकिँदैन। यस्तो डेन्जर रिस्क मोलेर चाहिँ हामीले तपाईँहरूको निम्ति भनेर बाइक पनि जाँदो रहेछ है यहाँसम्म भन्ने पार्नको लागि चाहिँ तपाईँहरूलाई यसरी भिडियो मार्फत चाहिँ आखिरी बाटो कहाँसम्म पुग्यो त, ब्रेक थ्रु भयो चाइनासम्म भन्ने चाहिँ न्युजहरू सुनेका थियौँ। तर आखिरी वास्तवमा कहाँसम्म चाहिँ हामी बाइक अथवा गाडी मार्फत चाहिँ जान सकिन्छ त, यसको चाहिँ सम्पूर्ण डिटेल तपाईँहरूलाई देखाउने नै छौँ, देखाइरहेकै पनि छौँ। हामी रात साँझ नभनिकन घाम पानी आधी हुरी केही पनि नभनिकन यसरी हिँडिरहेका छौँ। डेन्जर यात्रा तय गरेर फेरि अब रुख भएको ठाउँमा आइपुग्यो। फेरि हेर्नु है, डेन्जर। र अहिले चाहिँ बाइ द वे एक हातले कुदाइरहेको छु यहाँ चाहिँ म अक्करे भिरमा। एक हातमा चाहिँ यो रिल्सको लागि खिचिरहेको छु यता अगाडिबाट भने, एक हातले चाहिँ यता रिल्स खिचिरहेको छु अनि गोप्रोबाट चाहिँ भिडियो युट्युबको लागि भइरहेको छ। बाबाले दामी यो भिड त पुरै खिच्न मन लाग्यो क्या मलाई त, किनभने यो ठाउँमा फेरि दोहोऱ्याएर आउनको लागि निकै सोच्नै पर्छ। त्यो भएको कारणले गर्दा मलाई छेउछेउमा हिँड्न डर लागेर भित्रको साइडबाट हिँडिरहेको छु। माइन्ड नगर्नु होला, किनभने म एक हातले बाइक कुदाइरहेको छु नि त, त्यो भएर हो। हुन त हातै छोडेर पनि कुदाइन्छ, बाल भएन, तर पनि अलिकति ब्रेकिङमा चाहिँ अनि खुट्टाको ब्रेकको गियरको लाइटहरू चाहिँ अत्यन्तै मतलब हात चाहिँ राख्नु होला, नत्र भने फेरि चिप्लिन्छ नि। हिजो म पर आउँदाखेरि हात ब्रेक र गियरमा हात बराबरी थिएन खुट्टा भने चिप्लेर तल भिरमुनि जान्थेँ, किनभने त्यो एक गियर लाएर ओह्रालो बाटो थियो अनि चिप्ल्यो, बाटो सुल्ल चिप्ल्यो, पछाडिको पनि झप्प ब्रेक लगाएको। ओ माई गॉड, देख्न सक्नुहुन्छ यस्तो डेन्जर। फेरि यस्तो ओह्रालोमा चाहिँ पिलित्त चिप्लेर अगाडिको टायर चाहिँ फुत्तै उँधो फर्क्यो क्या, मतलब झ्याप्प ब्रेक लाएर अनि मैले चाहिँ अगाडि बढाएँ। त्यो भएर चाहिँ तपाईँहरू यसरी ब्रेकमा चाहिँ बराबरी हात लाउनु होला। देख्न सक्नुहुन्छ अत्यन्तै डेन्जर बाटो राइड गरिरहेका छौँ, हेर्न सक्नुहुन्छ। यहाँदेखि उँधो त नहेरौँ, म हेर्दा नि हेर्दिनँ, तपाईँलाई देखाउँदा नि देखाउँदिनँ, किनभने अत्यन्तै यो कष्टपूर्ण बाटो छ, डेन्जर बाटो छ। यहाँ चाहिँ पछाडिको टायर चिप्ल्यो, त्यो भएर हात यता हातले थामेको गिटीमा चिप्ल्यो नि त, त्यो भएर आम्मामामा डेन्जर डेन्जर। ओ माई गॉड, नेपाली सेना पनि कहाँ कम छ र। नेपाली सेनाले फास्ट मार्ग बनाउँदैछ काठमाडौँ टु यता हेटौँडा होइन, ओहो धादिङबाट यता हेटौँडाको नेपाली सेनाले लाई चाहिँ जिम्मा दिने हो
देशको नेतृत्व चाहिँ सही हुने हो भने काया पलट हुन्छ क्या, कुनै देशभन्दा कम हुँदैन। तर के गर्ने, जिन्दगी विडम्बना। अय्या नेताहरूको त देख्नुहुन्छ नि चालामाला होइन, एकले अर्को नेतालाई पछार्ने, एउटा पार्टीले अर्कोलाई पछार्ने। आखिर जुन पार्टीले विकास गरे पनि हाम्रो देशै त विकास हुने थियो होला। तर अब यस्तो कुरा बुझ्दैनस्, सबैको सोच मेरै जस्तो भइदिए त देश यतिखेर विदेशभन्दा कहाँ अगाडि बढिहाल्थ्यो नि। डेन्जर। अगाडि एउटा गाउँ देखियो, फेरि बबाल दामी गाउँ देखियो। अब यो गाउँको दृश्य निहाल्दै हामी अगाडि भासिन सक्छ क्या, त्यही भएर ल होइन तपाईँलाई पर्खेको नि। ल हामी चाहिँ यहाँनिर यस्तो ठाउँमा आइपुग्यो। यहाँ चाहिँ माटो हालिएको रहेछ, तर भासिन चाहिँ भासिएन। म त भासिन्छ भनेर डरले बसेँ क्या, भासिएन। ल डोजर जाँदैछ सरर। यो चाहिँ बाटो टोटल्ली नेपाली सेनाले बनाउँदै गरेको बाटो हो। अत्यन्तै सुन्दर बाटो निर्माण हुँदै रहेछ यो ठाउँमा, खुसी लाग्यो। र मेरो साथीहरू पनि आउँदैछन् पछाडिबाट। अब म साइड माग्छु अलि अगाडिबाट। ल अगाडि साथीहरू पनि आउँदैछन्। म चाहिँ गइसकेँ। आम्मामा बाटो त हो यार, मान्नै पर्छ। आम्मामा 4 व्हिललाई पनि यस्तो गाह्रो। ल धन्यवाद सरजी। 4 व्हिललाई नि तान्नै गाह्रो पर्दो रहेछ। यहाँ चाहिँ यस्तो यो भिरको बाटो। अब हेरौँ कतिको दिगो हुन्छ यो बाटो चाहिँ। तर अत्यन्तै खुसी लाग्यो मलाई चाहिँ यो बाटोको स्तर देख्दाखेरि चाहिँ। बवालै दामी निर्माण हुँदै रहेछ र यो स्लोप पनि बवाल दामी छ। यसरी ठाउँ ठाउँमा यस्तो मेसिनहरू राखेको पाइयो। यो मेसिन सम्भवतः जेनेरेटर हुनुपर्छ। र मेरो साथीहरू पछाडि नै छोडिनु भयो, केही छैन, आउँदै गर्नुहुन्छ उहाँहरू। यो चाहिँ सबै जेनेरेटर हुनुपर्छ। यो ब्लास्टिङको लागि ठुल्ठुलो यो जेनेरेटरहरू प्रयोग गरेर अनि यो बाटो निर्माण हुन्छ नि त, त्यो भएर हो। यहाँ चाहिँ सुन्दर गाउँहरू पनि रहेको रहेछ। बबालै दामी, यस्तो बबाल दामी रुख रहेछ यार। यो चाहिँ फोटो खिच्ने खालको। खोरुङ्गा खोला लाजले होला उर्लेर हान्छ छाल, हौलुङ्गा उर्लेर हान्छ छाल, बल्लमा तल्ला लाएको माया, बल्लमा तल्ला लाएको माया, त्यसपछि के भन्छ हौलुङ्गा, त्यसपछि के भन्छ। नेपाली राइडरको बाइक चाहिँ मान्नै पर्छ होइन। माकुरी कसम टायरहरू पड्किन्छ जस्तो लागेको थियो, आजसम्म चाहिँ पड्केको छैन टायरहरू होइन। ओ माई गॉड साथीहरू, यहाँनिर देख्न सक्नुहुन्छ। तपाईँहरूलाई तेल चाहियो भने लान सक्नुहुन्छ भनेर भन्दिनँ, तर यो फ्युल स्टोर रहेछ। अनि चाहिँ यहाँ बाटोको लागि यसरी चाहिँ फ्युल स्टोर राखिएको छ। दामी, किनभने अब यो हाइड्रो पावर के भन्छ
के भन्छ हाइड्रो पावर भन्छ कि के भन्छ त हामीले बाइकमा तेल हाल्ने ठाउँलाई के भन्छ हामीले बाइकमा तेल हाल्छौँ नि पैसा तिरेर त्यहाँ के भन्छ हाइड्रो पावर त भन्दैन त्यसलाई एनिवे दिमागमा आएन अहिले एकछिनमा भन्छु ल यहाँदेखि उद्धो लम्केर हेर्न मन लाग्यो कोसीको खोज यो चाहिँ डर लाग्दो चाहिँ रहेनछ त्यति धेरै अघिको त बर रिङ्गाटो लाग्ने खालको थियो धेरै डर मर्दो थियो हामी लिङ्गमदेखिको लगभग 10 किलोमिटर पार गरिसक्यौँ बबाले दामी आम्मामामामामा लो हेर्नु त यहाँ तल अरुण नदी बगेको सललल अरुण नदी बगेको छ त्यहाँबाट यसरी चट्टान काटेर यो ढुङ्गा जतिखेर नि झर्न सक्छ यो यस्तो डेन्जर छ नि कसम यार यहाँ त बस्नु त खतरा छ मेरो साथीहरू पर्खेको अब ढुङ्गामा आएर पर्खिनु पर्यो पारि पनि चट्टानबाट फोरेर लगेको छ यहाँ तलको घरहरू धन्न केही भएन छ ओ माई गड हिमाल यहीँ देखिरहेको छ कोसी यहाँ तल छ यहाँनिर यस्तो भिरको बाटो हट म चाहिँ यहाँ मुटु दह्रो पारेर हिँड्दैछु त्यहाँ चाहिँ डेन्जर आम्मा हजुर किम्मा थाङका कहाँसम्म जान्छ सर म चाहिँ साथीहरूलाई पर्खि नै राखेको छु आउनु भएन उहाँहरू चाहिँ सम्भवतः आर्मीहरूसँग केही इन्फर्मेसन लिन थाल्नुभयो होला मलाई जहाँसम्म लाग्छ र यहाँदेखि उँधो निहालौँ न त कस्तो देखिन्छ ओहो माई गड डेन्जर डेन्जर बाटो साथीहरू डेन्जर बाटो अब यहाँदेखि म चाहिँ अगाडि गएर बस्छु यस्तो भिडमा बस्नु हुँदैन अहिले यहाँ लड्ला जस्तो छ हेर्नु त यहाँ म चाहिँ अगाडि बस्छु हामी लिगमदेखि थोरै 10 किलोमिटर जति अगाडि आयो यहाँ चाहिँ बाटो निर्माण हुँदै रहेछ र यहाँ दाइले चाहिँ अगाडि बाटो जाँदैन भन्दै हुनुहुन्छ म तपाईँहरूलाई पनि जानकारी होस् भनेर यहाँ बुझ्न खोज्दैछु हजुरको नाम चाहिँ हजुरको नाम के हो ए अनि यता बाटो कहाँसम्म जान्छ थोरै जानकारी दिनु न भन्नाले उयो ठुलो भिर त्यहाँभन्दा उर्तिरै सम्म त्यहाँ चाहिँ के ट्र्याकै खोलेको छैन भोलि होइन पर्सिदेखि खोलेपछि जान्छ उहाँ गङ्गाप जान्छ गङ्गापसम्म पुग्छ उहाँ पारीसम्म पुग्छ भनेपछि त्यहाँ आज खुल्ने सम्भावना छैन भनेपछि त्यहाँ बाइकहरू राख्ने त्यहाँ केही छ कि छैन मतलब राख्ने ठाउँ अलिक सजिलो ठाउँ यस्तो हुनु त हजुर मतलब यस्तो अलिक फराकिलो ठाउँ भयो भने त तपाईँहरूको गाडी हिँड्नलाई सजिलो हुन्छ नि त त्यही राख्दा हुन्छ राख्ने अनि यो ट्रकको चाहिँ उहाँ हाम्रो क्याम्पमा राखेर हुन्छ क्याम्प पनि छ ए भन्छ यहाँ अगाडि क्याम्प छ भने यो के ठाउँ भन्छ जङ्गलश्री भन्छ जङ्गलश्री अनि यहाँ अगाडिसम्म जान्थ्यो बाटो भने चाहिँ कहाँसम्म जान्थ्यो लिङ्गमदेखि अगाडि छ मलाई माथिको डाँडासम्म खाल्डातिरसम्म जान्थ्यो अनि चाइना बोर्डर यो किमा थाङका चाहिँ कता हो यो पल्लो डाँडा कि ओल्लो डाँडा भनेपछि यो ओल्लो ठुलो डाँडा थुम्की डाँडा यस्तो यता जान्छ छेलिन्छ यता यो भिरले छेल्यो होइन त किमा थाङका जाने बाटो ए अनि हामी आज पुगेर फर्किन सक्छौँ त
कति घन्टामा पुगिएला यहाँदेखि हिँडेर किमा थाङ्का लो यहाँ चाहिँ धेरै बेर पर्खेपछि मेरो साथीहरू आउनुभयो सम्भव त त्यहाँ इन्फर्मेसन लिन थाल्नु भएको थियो होला मलाई जहाँसम्म लाग्छ हेलो हेलो र अब अगाडिसम्म जान्छौँ जहाँसम्म बाइक जान्छ त्यहाँसम्म हामी जान्छौँ यस्तो डेन्जर बाटोहरू निर्माण गरिँदैछ ओ चिप्लिन्छ कि क्या हो धमाधम बाटो निर्माण भइरहेको छ अब हेरौँ अगाडि एउटा केही क्याम्प जस्तो छ भन्नुभएको छ त्यो क्याम्पमा चाहिँ हामी बाइक राख्छौँ अथवा त्यहाँदेखि खोल्न सक्ने अवस्था रहेछ भने हामी खोल्न लाएर अथवा डोजरलाई बोक्न लाएर भए पनि हामी चाहिँ अगाडि उतापट्टि कटाइदियो भने त जान्थ्यौँ भनेको अब कस्तो छ माहौल भन्ने कुरो नेपाली राइडर आयो चाइनासम्मको यात्रामा छ बाबा ओहो खतरा नेपाली राइडरको राइडिङ चाहिँ खत्रै छ भन्छन् सबैले तर त्यस्तो खतरा चाहिँ छैन म बाइक अनुसारको बिस्तारै नै कुदाइरहेको छु होइन त्यस्तो माइन्ड पनि नगर्नु होला अनि सानो गियरमा घ्या पारेर कुदाउँदा धेरै कुदे जस्तो लाग्छ तर वास्तवमा धेरै चाहिँ कुदेको हुँदैन अनि यस्तो यस्तो रुखहरू यो लेखको रुखहरूमा यसरी कामहरू भइरहेको हामी देख्न सक्छौँ बबाल फराकिलो बाटो बनिँदैछ बनिनको लागि चाहिँ अब त्यो दाइहरूले भन्नुभएको इन्फर्मेसन अब कतिको अब सही के छ कसो छ होइन बाटो जाँदैन नि हो भन्दै हुनुहुन्थ्यो अब हेरौँ कहाँसम्म जान्छ हामी त्यहीँसम्म जाने हो त्यस्तो मान्छे हामी ढुङ्गाबाट चढाएर त हामीले ल्याइयो भनिसके पछाडि होइन आम्मामाम झर्ना त कहाँ माथिबाट पो आएको रहेछ त हौ झर्ना त ओहो यो भिर यहाँदेखि चाहिँ हेरौँ न त उँधो कस्तो देखिँदो रहेछ अब ऊ यहाँनिर सम्भवतः ऊ त्यो परको भिर झरेको होला अब कस्तो के देखिन्छ त यहाँदेखि हेरौँ त सर आउँ त बबाल दामी यो हो नि त यो सिन हो नि त होइन यो यसरी माटो झरेको रहेछ सम्भवतः हामी लक्की पनि हुन सक्छौँ आमामामामा हामी चाहिँ लिङ्गम भन्ने ठाउँदेखि लगभग 10 किलोमिटर जति अगाडि आइसकेपछि यो ठाउँदेखि यता चाहिँ बाइक नजाने हुनाले गर्दाखेरि हामीले चाहिँ बाइक यहीँ राखेर अब चाहिँ हाम्रो पैदल यात्रा सुरु हुनेछ यहाँ अगाडिपट्टि भिरहरू कटानको कामहरू भइरहेको कारणले गर्दाखेरि हामीले चाहिँ अब बाइक यो बाटैमा राखेर हामी पैदल यात्रा जाँदैछौँ र आजको यो हाम्रो यात्रा चाहिँ एउटा ऐतिहासिक पनि हुन पुग्यो जुन चाहिँ यहाँसम्म आजसम्म चाहिँ यहाँसम्म कसैले पनि बाइक ल्याएको रहेनछ जुन चाहिँ हामीले ल्याउन सफल भइयो देखिराख्नु भएको छ र यो चाहिँ लिङ्गमदेखि थोरै अगाडिसम्म हामीले बाइक ल्याइयो हाम्रो यात्रा चाहिँ हो चाइना बोर्डरसम्मको यानि कि सङ्खुवासभा जिल्लाको किमाथाङका राइडको लागि आएको थियौँ तर अब यहाँदेखि चाहिँ हाम्रो यात्रा पैदल हुँदैछ अब पैदल मार्गको भिडियो आउनेछ च्यानल सब्सक्राइब गर्नु होला हेर्नु होला अब कस्तो हुन्छ नेपालदेखि चाइनासम्मको भ्रमण हेर्नु होला भन्दै अर्को भिडियोमा भेट्ने बाचा गर्दै म बिदा माग्छु नमस्ते